मात्र बोल रहा हो किनकि अस्मिता रिसाइ छिन् किनकि अस्मिताको चाहिँ अहिले इक्जाम सकिएको छ अनि अस्मिताको चाहिँ अहिले छुट्टी चलिरहेको छ तर अस्मिता छुट्टेको बेलामा कतै गई हैनन् अनि उलाई जान नि मन लागेन अरे किनकि अमृता दिदीले कतै लानु भएन हे टाउको मान्नु अनि एउटा मलाई चाहिँ एउटा केही दिमागमा चाहिँ केही आइडिया आएन तिमीले सुन्न चाहन्छौ कि चाहदैन के थाहा मैले भनौँ जस्तै कि अब तिमीले र मैले चाहिँ एउटा च्यालेन्ज गर्ने हैन एउटा च्यालेन्ज गर्ने अनि अनि अब त्यो च्यालेन्ज तिमीले आफै भन्न अब तिमीलाई के च्यालेन्ज गर्न मन लाग्छ सबै तिम्रो इच्छाको के मलाई के च्यालेन्ज गर्न मन लाग्छ अनि त्यो च्यालेन्ज जित्यो भने अब म जितेर त मलाई केही फाइदा छैन नि त यदि तिमीले त्यो च्यालेन्ज जित्यो भने तिमीले चाहिँ मसँग जे पनि माग्न सक्छौ तिमी कहीँ जान मन लाग्यो भने पनि पायौ केही चाहियो भने पनि पायौ जे पनि पायौ तिमीलाई जे पनि मनपर्छ त्यही यो चाहिँ अस्मिताले बनाइकिन आफैले तर भाँचिन अरे यता हेर अनि यहाँ चाहिँ अस्मिताले आफ्नो के गराउँदैछन् उसलाई चाहिँ के गर्न मन लाग्छ अनि यहाँ पनि अस्मिताले ठाउँमा गयो भने म त्यो गर्न पाउँदिन त्यही भएर म जान्न ओ माई गड मम्मी अरू ठाउँमा गयो भने त्यो गर्न पाउँदैन अरे फेरि त्यही भएर चाहिँ कि तिमी कतै जानु मन लाग्यो हो तर तिमी स्याड छौ नि त त्यही भएर तिम्रो मुड अपलाई चाहिँ मुड फ्रेस गर्नको लागि एनिथिङ तिमीलाई च्यालेन्ज केही आइडिया छ सो गाइस अस्मिता पनि अहिले अलिकति खुसी भएकी छिन् जुन अब बहिनीलाई खुसी देख्ने बित्तिकै म पनि खुसी भइसकेँ सो अब मैले उसलाई भनेको थिएँ च्यालेन्जको लागि अब मैले एउटा भन्छु फेरि मलाई के एउटा आयो कि अब तिमीले र मैले दुइटैले च्यालेन्ज गर्ने कि अब दुइटैले च्यालेन्ज गरेर कसले जित्ने भन्ने कि अब मैले तिमीलाई मात्रै च्यालेन्ज दिएर चाहिँ त्यो जित्ने मलाई मात्रै अब त्यसको लागि चाहिँ मैले अस्मितालाई च्यालेन्ज दिनु पर्यो सो तिमीले चाहिँ त्यसको लागि प्रिपेयर हुनुपर्छ है त मलाई चाहिँ त्यसको लागि पनि केही आइडिया सोचिरहेको छु मैले भर्खर मैले त कतै सर्च गरेँ सो मलाई त्यो इन्ट्रेस्टिङ लागिरहेको छ कि नयाँ खाले छ सो अब त्यसको लागि तिमी प्रिपेयर भयो जसको लागि तिमी जित्नै पर्छ किनकि तिमीलाई केही चाहियो भने केही भन्न चाहन्छौ केही चाहदिनौ सो अस्मिताले भनेअनुसार चाहिँ मैले उसलाई च्यालेन्ज दिनुपर्छ मैले चाहिँ भर्खरै सर्च गरेको थिएँ जस्तै कि त्यो च्यालेन्जको लागि चाहिँ मैले चाहिँ ऱ्यान्डमली 15वटा आइटम्सहरू चाहिँ एउटा भाँडोमा राख्ने अनि उसलाई चाहिँ त्यो चाहिँ 30 सेकेन्डको लागि चाहिँ उसलाई देखाउने अनि देखाएपछि यदि उसले चाहिँ त्यो सबै 13वटा 15 आइटम्स चाहिँ उसले सबै गेस गरिन् भने चाहिँ सो सी क्यान विन द च्यालेन्ज त्यो चाहिँ मलाई अलिकति इन्ट्रेस्टिङ लागिरहेको छ मैले चाहिँ अहिले अर्को रुममा आएर भनेको छु अब उसले सुन्छ कि सुन्दिनँ है सो गाइज मैले चाहिँ सबै ऱ्यान्डम चिजहरू चाहिँ बटुलिसकेको छु म चाहिँ सुस्त बोल्दैछु किनकि अस्मिताले सुन्छ नि त अनि अहिले चाहिँ उसलाई गएर भन्न त भन्यो उसलाई अहिलेसम्म मैले भनेको छैन के च्यालेन्ज हो भनेर चाहिँ अब यहाँ चाहिँ सबै ऱ्यान्डम अब मैले चाहिँ यो ट्रेमा त होइन अर्कोमा राख्छु तर म हजुरजीलाई देखाउँछु यहाँ छ खुर्सानी अब यो चाहिँ हो अमला अनि यहाँको यो छ सुन्तला 3टा भयो अनि आलु प्याज टमाटर अनि ललिपप हर्लिक्स सबै ऱ्यान्डम है फेरि अनि कोलगेट यो चाहिँ छ काँक्रा यो त छ च्याउच्याउ यहाँ छ बिस्कुट अनि यो चाहिँ इरेजर अनि यहाँ छ फ्रुटी अनि एउटा छ बन्दा सो अब यो चाहिँ सबै ऱ्यान्डम हो अब कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 सो 15वटा ऱ्यान्डम आइटमहरू चाहिँ मैले उ गरिसकेको छु पहिला उसलाई रेडी पार्छु त्यो ठाउँमा राख्छु अनि अस्मितालाई मैले भन्छु कि अब यो च्यालेन्ज हो यु हेभ टु गेस भनेर अनि सो सिधै देख्छ उसलाई चाहिँ थाहा छैन कि के चाहियो भनेर है त ल अस्मिता चाहिँ यहाँ बसेकी छन् रेडी भएर च्यालेन्जको लागि तर अब त तिमी चाहिँ एकैछिन बाहिर जाऊ पहिला मैले यहाँ सेटअप गर्छु अनि देन आई विल गिभ यु सरप्राइज ल अब अस्मिता बाहिर जाऊ गाइज मैले चाहिँ अस्मितालाई अहिले बाहिर पठाएको छु यो रुमबाट अनि मैले चाहिँ सेटअप गरिसकेको छु हजुरलाई देखाउँछु है अनि यो चाहिँ हो मेरो सेटअप यहाँ चाहिँ मैले ढाकेको छु नाउ है अस्मिता बाहिर चाहिँ बाबु नानीहरू पनि छन् फेरि उनीहरूले भनिदिन्छ नि त फेरि केही सब उसै हुँदैन अनि अहिले त मैले भनियो सो मैले देखाउँछु ल ओ माई गड अनि यहाँ चाहिँ सबै हाम्रो 15वटा सामान जुन चाहिँ अस्मिताले गेस गर्ने हो अनि त्यसको नाम चाहिँ मैले यहाँ लेखेको छु अब यहाँ लेखेको छु मैले ढाकेर राखेको छु है ल अस्मिता आऊ छिटो आऊ छिटो तिमी बस पहिला आफ्नो
ठाउँमा। सो यहाँ चाहिँ छ 15 वटा ऱ्यान्डम चिजहरू जुन चाहिँ तिमीले गेस गर्नुपर्ने छ। तिम्रो लागि हुन्छ 30 सेकेन्डको टाइम हुन्छ तिमीलाई। 30 सेकेन्डमा चाहिँ तिमीले सबै हेर्नु पर्यो त्यो। अनि यु हेभ टु यहाँ भएको सामानहरू चाहिँ तिम्रो लागि म टाइमर सेट गर्छु 30 सेकेन्डमा। अनि तिमीले त्यो गेस गर्नु पर्यो। अनि उता तिमीले चाहिँ उता फर्क अनि मैले बन्द गरि ढाकिदिन्छु। अनि तिमीले चाहिँ सबैको चाहिँ नाम भन्नुपर्छ। सो च्यालेन्ज चाहिँ यही छ। तिमीलाई चाहिँ यो हेर्ने 30 सेकेन्डको टाइममा अनि तिमीले चाहिँ त्यो नाम भन्ने। म चाहिँ टिक लाउँछु त्यसपछि हेर्न। सो रेडी छौ नि? ल अब चाहिँ म टाइमर सेट गर्छु है त। सो मैले चाहिँ यहाँ टाइमर राखेको छु। अब अस्मिताले चाहिँ त्यो खोल्छिन्। ल रोक है। 3 2 1 गो। रोक रोक। यहाँ चाहिँ अलि ढिलो टाइमर सेट भएको थियो। अब चाहिँ तिमीले यहाँ 10 हुँदाखेरि है 16 15 14 13 12 10 म उता फर्क। यहाँ चाहिँ मैले अलिकति ढिलो सेट भएको थियो। सो है अस्मिता उता फर्किन्छ ल तिमीले भन। सो म चाहिँ यहाँ छ नि त। यहाँ छ मेरो सामान चाहिँ। एउटा के भन्छ अरे हर्लिक्स, त्यसपछि इरेजर, अनि सुन्तला, टमाटर, फ्रुटी, फेरि त्यो बन्दागोपी अनि त्यसपछि हर्लिक्स भयो न। सो मैले चाहिँ यहाँ अब नेपालीमा र इङ्ग्लिसमा डिटेल लेखेको थिएँ। अब उसले देखेँ कि नै मैले चाहिँ डर लागिरहेको मलाई आफै। खुर्सानी होइन स्याउ भन्दा सरी प्याज। ल भन। पोटेटो पछि मैले कतिवटा भयो? बहिनीलाई टिक्लाउनु पठाएको। सो रुक है। तिमीले खुर्सानी पनि भनेको थियौ है। खुर्सानीलाई के भन्छ अरे? मैले क्या लेखेको थिएँ? मैले लेखेको थिएँ कि लेखेको थिएन यार। तिमी भन्दै जाऊ न। तिमीले कतिवटा भन्यो भन्दाखेरि 1 2 3 4 5 6 7 8 वटा चाहिँ भन्यो तिमीले। छिटो भन। सम्झी भन न। तिमीलाई गेस पनि त उ त ठुलो के हो? भन्यो भन। अमला यहाँ टिक लाउँथ्यो यहाँ अमलामा। टमाटर भयो टमाटर त यो यहाँ चाहिँ टमाटर। ल भन। यहाँ चाहिँ बाबुले हेल्प गर्दै हो त्यहाँ प्याजमा। टिक ल प्याज अनि फ्रुटी भइसक्यो। सुन्तला चाहिँ मिस्टेक 5 वटा। ल 5 वटा मिस्टेक। जे पिटिङ नभन्छ र छैन स्याम्पू। एउटा मिस्टेक। गेस दिम साथीहरू। अस्मिताले चाहिँ अब किन भन्न सकिनँ। म आफै पनि डराएको। यहाँ चाहिँ मैले अब के गर्न मिलेँ होइन। अनि सो एउटा गेस चाहिँ छ। तिमीले बिहान उठ्ने बित्तिकै के गर्छौ? टुथपेस्ट। सो टुथपेस्ट। अस्मिता चाहिँ गहिरो सोचमा छिन्। अझै छ तिम्रो लागि बाँकी छ। 10 वटा तिमीले मिलाइसक्यो। अब 5 वटा बाँकी छ है। अस्मिता तिमीले मिलाउनु पर्छ ल प्लिज। तिमीलाई सबैभन्दा के मनपर्छ? मलाई खानेकुरामा सुन्तला भन्यो। खानेकुरामा सुन्तला मनपर्छ होइन। ओरियो बिस्कुट्स। ल यहाँ बिस्कुट यहाँ छ टिक ल। सो बिस्कुट अनि जुन चाहिँ बच्चाहरूलाई धेरै मनपर्छ। अब उसलाई चाहिँ थोरै हिन्टै दिएको छु किनकि मेरो बहिनीले चाहिँ अब उसको इच्छाको लागि केही त अब मैले हल्का सपोर्ट। खानेकुरा बच्चालाई मन पर्ने
खाइरहेका हुन्छन् के त्यो मिठो मिठो हुन्छ धुलो हुन्छ होइन जस्तो कि त्यसमा डन्डी हुन्छ ललिपप ललिपपमा टिक्लाउ कस्तो बिर्सेको खानेकुरा नै यो माथिकोमा हो के उही त के कलरतिर थियो ललिपप अनि यतिको त मैले भने यताको पनि भने यहाँको भने अब तिम्रो के बाँकी छ भन्दाखेरि ओरेन्ज भन्यौ टमाटो ओनियन के अरे सुन्तला टमाटर प्याज बन्दानी भन्यौ न तिमी बिस्कुट भन्यौ फ्रुटी भन्यौ ललिपप भन्यौ अनि हर्लिक्स पनि भनेको होइन त्यसो अनि इरेजर भन्यौ होइन कोलगेट भन्यौ ममला भन्यौ आलु भन्यौ अनि खुर्सानी भन्यो त मैले खुर्सानी लेख्नै बिर्सेछु सरी त्यसको लागि अब तिमीले दुईवटा चिज रहेछ हेर हेर्नौ नि अब दुईवटा चिज छ जुन चाहिँ हामीले सलाद बनाएर खान्छौँ सलादको यहाँ धेरै चिजहरू थियो धेरै चिज थिएन नि अस्मिता मैले सम्झेँ तर त्यो दिमागमा छ मुखमा होइन नेपाली नाम भन्न लाग्यो काँक्रा 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 ल अब लास्ट वान तिमीले एउटा चिज एकदम बनाउनु पठाउँछौ मलाई त्यसमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चिज के हो त्यसको मसला के को मसला लास्ट वान है अस्मिता सो यहाँ कता छ अरे यो चिज हो समातेर गेस गर ल तिमीले करेन्ट आउँछ फाइनल्ली अस्मिताको च्यालेन्ज चाहिँ अब भयो अब उसले करेन्ट आउँछ मैले चाहिँ यहाँ लेख्न चाहिँ कतिवटा भन्दाखेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14वटा लेखेको रहेछु मैले तर 15वटा मेरो मिस्टेक भयो अस्मिताले खुर्सानी पनि भने थिइन् अब तिमीलाई चाहिँ म थुप्रै गेस गराएको छु है ल खोलेर हेर फेरि एकचोटि मैले के सम्झेको थिएँ भन्दाखेरि यो सम्झेको थिएँ यो सम्झेको थिएँ यो सम्झेको थिएँ यो सम्झेको थिएँ यो सम्झेको थिएन क्या मैले गेस गरेको तिमीलाई मैले यो पनि तिम्रो गेस हो यो पनि तिम्रो गेस हो अनि यो पनि तिम्रो गेस हो यो होइन यो चाहिँ तिम्रो गेस हो यो पनि तिम्रो गेस हो लगभग 5वटा चाहिँ मैले तिमीलाई गेस गराएको लाग्यो त तिमीलाई यो गेम खेलेर मजा लाग्यो नि यहाँ चाहिँ हाम्रो बहिनी छिन् अनि यहाँ भाइ पनि छ जुन चाहिँ मलाई हेल्प गरिरहेको थियो हेर यसको टाउकोमा के लाग्यो यो टाउकोमा गाइज तिमीले पनि भन न के हामीले चाहिँ यो च्यालेन्ज चाहिँ कम्प्लिट भइसकेको छ अस्मिताले चाहिँ लगभग 10वटा आइटम चाहिँ आफैले गेस गरिन् अब मैले चाहिँ भिडियो बनाउनको लागि चाहिँ खासै त्यति ट्यालेन्ट थिएन हामी सबै बच्चा बच्ची भएर मिलाएको यो भिडियोको लागि चाहिँ हामीले अब यो भयो यति नै भयो के अरे सो अब अस्मिताको लागि चाहिँ केही सोध्न जाँदैछु त्यसो भए अब मैले प्रमिस गरेको थिएँ नि त उसलाई केही दिन्छु भनेर अब तिमीलाई चाहिँ के चाहिन्छ त मलाई दुईवटा चिज चाहिन्छ दुईवटा चिज तर त्यसमा मतलब कि एउटा चाहिँ क्राफ्टहरूमै हुन्छ होइन त्यो मलाई चाहियो धेरै नै एउटा चाहिँ मलाई त्यो बनाउनु मन लागिरहेको तर मसँग त्यो बनाउने सामानहरू होइन त्यही भएर मैले बनाउनु पाएँ त्यसो भए त्यो आइटमहरू चाहिँ तिमीलाई चाहिएको भयो होइन तिमीलाई कतै घुम्न जाने एनिथिङ केही भएन छैन नि त्यसो भए नाइ त्यसमा त्यो आइटम्सहरू चाहिँ के हो त एउटा चाहिँ मलाई स्केच गर्नको लागि कलर चाहियो स्केच भन्न कलर एक्लेरिक कलर्स अस्मिताले चाहिँ मलाई त्यो एक्लेरिक कलरको पहिला नि भनेकी थिइन् एक्लेरिक कलर अनि के एक्लेरिक मैले मिलाएन तिमीलाई आफै थाहा छैन मलाई चाहिँ एक्रेलिक कलर चाहिएको एउटा चाहिँ अनि एउटा चाहिँ बुके बनाउने सामानहरू चाहियो मैले मेरो अनेस्ट रिप्लाई दिन्छु मैले सोचेको थिएँ कि उसलाई अरू केही चाहिन्छ उसलाई यहाँ घुम्न लैजा यो चिज खेलाइदिए होइन उसले त्यस्तो भन्छ भनेको त उसलाई अब बुके बनाउने सामान चाहिएको छ मलाई कलरी सो त्यही नै हो तिम्रो अरू केही होइन ल सो थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो गाइज हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अब अस्मितालाई चाहिँ मैले त्यो अर्को भिडियोमा चाहिँ दिने कोसिस गर्नेछु सो थ्याङ्क यू सो मच फर वाचिङ बाई